नमस्ते। आज चाहिँ जेठ 17 गते धुमपान रहित दिवस रहेछ है मेरो क्यालेन्डरमा चाहिँ, अरूको छैन। अनि मलाई यसमा चाहिँ एउटा केही बोलौँ जस्तो लाग्यो। अब म के भन्न चाहन्छु भने, अब हुन त साथीहरूले मेरो भिडियो हेर्नुहुन्छ होला, रक्सीको एड आफै गर्छ, आफै यसो भन्छ भनेर होइन। अब मैले किन्न नपाए भने त खाने नै थिएन नि, किन्नु पाएर खाएको त होइन। त्यही भएर म के भन्न चाहन्छु भने, हाम्रो अब ब्यालेन्स सरकार अहिले बनेको छ होइन घन्टीले। म के भन्छ, यो रक्सी, चुरोट, खैनी, सुर्ती चाहिँ नि ठ्याक्कै बानै गर्नु पऱ्यो कि ब्यालेन्स सरले। किनभने पहिला पनि उहाँ मेयर हुँदा पनि अब चाहिँ नि बाटो बाटोमा पसल पसलमा चाहिँ छानेर त्यो कसले चोट बेचेछ, कसले सुर्ती बेचेछ भनेर चाहिँ हिँडिरहनु भएको थियो। त्यो बेला नै मैले बोलेको थिएँ, होइन यो पसल पसलमा चाहिँ हिँड्नुभन्दा त बरु चाहिँ नि कम्पनी बन्द गर्नेतिर लाग्नु पऱ्यो भन्नु चाहिँ मैले सुझाव पनि दिएको थिएँ। यो भिडियो चाहिँ मजाले सेयर गरिदिनुहोस् सबै ठाउँमा होइन, सबैले सुनोस्, ब्यालेन्स सरसम्म पुगोस् होइन। अझ पनि म रिपिट गर्न चाहन्छु, रक्सी, चुरोट, खैनी, तमाकु, गोर्खा भनेपछि एकदमै बन्द गर्नु पऱ्यो होइन। यसले पनि हामी नेपालीहरू धेरै धनी बन्न सक्छौँ। अब हामीले त अब कति खायो अब नानीदेखि लाने बानी होइन। अब अहिले पनि छोडेको छैन, तर पसल मार्केटमा पाएन भने त किनेर खाने कुरै आएन नि। जब मार्केटमा पाएर किनेर खाने त मार्केटमा छैन भनेदेखि त कसले खान्छ। तर मान्छेको हाइब्रिड हुन्छ कि, कसैको के हाइब्रिड, कसैको के हाइब्रिड होइन। अब त्यो आफ्नो आफ्नो ठाउँ हुन्छ होइन। मेरो भन्नु के भने, यो चाहिँ ठ्याक्कै बन्द गर्नु पऱ्यो। यसमा चाहिँ अब जनताको चाहिँ हक हितको काम गर्नु पर्यो क्या। यो रक्सी, चुरोट खाएर, रक्सी खाएर चाहिँ नि मान्छेलाई चाहिँ नि होइन कलेजो बिग्रिने, चोट खाएर फोक्सो बिग्रिने, खैनी खाएर चाहिँ नि दाँतमा क्यान्सर, मुखमा क्यान्सर हुने, यस्तो चिज प्रडक्ट चाहिँ नि सरकारलाई ट्याक्स उठ्यो भन्दैमा चाहिँ यस्तो दिनु खुला दिनु भएन होइन। यसको ट्याक्स चाहिँ कम्पनी बन्द गऱ्यो भनेदेखि त हामी नेपालीहरू धेरै धनी हुन्छौँ। अब हेर्नुहोस् कति अब मान्छेहरू चाहिँ दिनभरि काम गरेर चाहिँ बेलुका आएपछि पुरा डाउन हुन्छ होइन। यस्तो चाहिँ नि कुराहरूलाई ठ्याक्कै बन्द गर्नु पऱ्यो होइन। अब विदेशी रक्सीहरू छ, अब अस्ति जेनजी आन्दोलन देख्नु भएन अब होइन। अब नेता र मन्त्रीले कतिजना रक्सी खाने रहेछ। यो पैसा चाहिँ नभन्नु, सबैले भएको थाहा भएको कुराहरू किन भनिराख्नु होइन। मैले के भन्छु भने, यस्तो चाहिँ नि ठ्याक्कै बन्द गरिदिनु पऱ्यो भन्नु म चाहन्छु होइन। अब अरू कुरा चाहिँ के भनेदेखि, अब हामी अब अस्ति पनि त्यो धरहरा कुरा उठाएको थिएँ मैले होइन, धेरैले हेर्नु भएको रहेछ होइन। म के भन्छु भने, अब हामी साधारण मान्छेहरू चाहिँ जहाँ पनि यसो चाहिँ नि भिजिट गर्दाखेरि सस्तो पैसामा हुनु पऱ्यो कि। अब सरकारीको त्यो धरहरा पनि सरकारी त हुने होइन, त्यत्रो 2 दिवसीय लिनु त ठिक होइन नि होइन। एउटा म्युजियम